नमस्कार र स्वागत छ। आज हामी एउटा रोमाञ्चक खगोलीय घटना सूर्यग्रहणको बारेमा कुरा गर्दैछौँ। सूर्यग्रहण एउटा अद्भुत घटना हो जसले हामीलाई ब्रह्माण्डको भव्यताको सम्झना गराउँछ। सूर्यग्रहण तब हुन्छ जब चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आउँछ र यसले सूर्यको प्रकाशलाई पृथ्वीमा पुग्नबाट रोक्छ, जसले छाया सिर्जना गर्छ। यस भिडियोमा हामी सूर्यग्रहण कसरी बन्छ, यसका विभिन्न प्रकारहरू र यसलाई सुरक्षित रूपमा हेर्नको लागि आवश्यक सुरक्षा सावधानीहरूबारे छलफल गर्नेछौँ। अब हामी सूर्यग्रहण कसरी बन्छ भन्ने विज्ञानलाई बुझौँ। सूर्यग्रहणको लागि सूर्य, चन्द्रमा र पृथ्वी लगभग एउटै सिधा रेखामा हुनु आवश्यक छ। चन्द्रमाले सूर्य र पृथ्वीको बीचमा रहेर यो अवस्था सिर्जना गर्छ। जब चन्द्रमा सूर्यको प्रकाशलाई छेक्छ, यसको छाया पृथ्वीको सतहमा पर्छ। यो छाया परेको क्षेत्रमा सूर्यग्रहण देख्न सकिन्छ। सूर्यग्रहणका मुख्यतया 3 प्रकारहरू छन्: पूर्ण, आंशिक र वलयाकार सूर्यग्रहण। पूर्ण सूर्यग्रहणमा चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढाक्छ, जसले गर्दा सूर्यको बाहिरी वायुमण्डल कोरोना मात्र देखिन्छ। आंशिक सूर्यग्रहणमा चन्द्रमाले सूर्यको एक भागलाई मात्र छेक्छ, जसले सूर्यलाई अर्धचन्द्राकार आकारमा देखाउँछ। वलयाकार सूर्यग्रहण तब हुन्छ जब चन्द्रमा सूर्यको केन्द्रलाई मात्र ढाक्छ र सूर्यको बाहिरी किनारहरू आगोको घेरा जस्तै देखिन्छन्। सूर्यग्रहण एउटा मनमोहक दृश्य हो, तर यसलाई हेर्दा सावधानी अपनाउनु एकदमै महत्त्वपूर्ण छ। सूर्यलाई सिधै नाङ्गो आँखाले कहिल्यै नहेर्नुहोस्, यसले आँखालाई स्थायी क्षति पुर्याउन सक्छ। सधैँ विशेष सूर्यग्रहण चस्मा वा उपयुक्त फिल्टर प्रयोग गर्नुहोस्। यो अद्भुत खगोलीय घटनाको बारेमा जान्नको लागि हामीसँग जोडिनु भएकोमा धन्यवाद।